पछिल्लो मिति लोकसेवा आयोग लोकसेवाका विज्ञापनहरूमा आवेदन दिने म्याद विशेष विज्ञापन र प्रदेश अनुसार फरक पर्न सक्छ। सामान्यतया अनलाइन आवेदनका लागि नियमित दस्तुरमा आवेदन दिने अन्तिम म्याद हुन्छ। त्यसपछि दोब्बर दस्तुरमा आवेदन दिन सकिने म्याद तोकिएको हुन्छ। उदाहरणका लागि सुदूरपश्चिम प्रदेशको केही विज्ञापनहरूमा विक्रम सम्वत 2082 साल वैशाख 16 गते 2025 साउन 29 गते अन्तिम म्याद तोकिएको थियो भने दोब्बर दस्तुरसहित आवेदन दिन वैशाख 23 गते 2025 भदौ 6 गते सम्म समय दिएको थियो। त्यस्तै नेपाल बैंक लिमिटेडको विज्ञापनमा 4 गते वैशाख 2082 2025 भदौ 6 गते अन्तिम म्याद र 11 गते वैशाख 2082 2025 भदौ 13 गते दोब्बर दस्तुरमा आवेदन दिने अन्तिम म्याद तोकिएको थियो। कुनै विशेष लोकसेवा विज्ञापनको अन्तिम म्याद थाहा पाउन तलका उपायहरू अपनाउनुहोस्। 1. विशेष विज्ञापन सूचना जाँच गर्नुहोस्। प्रत्येक लोकसेवा आयोगको विज्ञापनमा निश्चित आवेदन म्याद उल्लेख गरिएको हुन्छ। 2. लोकसेवा आयोगको आधिकारिक वेबसाइट psc.gov.np हेर्नुहोस्। यो सूचना र म्यादहरूको सबैभन्दा